नमस्ते सेवा हाम्रो नियमित श्रमदाताहरूबाट सम्पन्न हुँदैछ आज पनि र हाम्रो प्रत्येक महिनाको 15 गते र मसान्तको दिन चाहिँ हाम्रो श्रमदानको कार्यक्रम भएकोमा आज 25 गते नै हामी किन गर्यौँ भन्दाखेरि हाम्रो यो शहीद भूमि छिन्ताङमा चाहिँ हाम्रो खायोङ भन्छ होइन बारन चाहिँ सुरु कहिलेदेखि हुँदैछ रामदाजु 29 गतेदेखि भएको र यो मसान्तमा हुन नसकेकोले हामी 25 गते गएको 15 गतेको दिन हामीले निर्णय गरेका थियौँ र आज र आज हामी 25 गतेको दिन शहीद भूमि वडा नम्बर 2 र 3 को साथ गाराखोलादेखिको गाराले घरको सम्म हामीले अस्ति नै सम्पन्न गरिसकेका थियौँ। आज चाहिँ गारा घरकोदेखि लिएर स्कुल डाँडासम्म हामी सरसफाइ यो रोड छ प्रमुख रोड मेन रोडलाई सरसफाइ कार्यक्रम हुँदैछौँ। नाली व्यवस्थापन हुँदैछ। ल जय माटो है जय माटो यहाँ श्रमदाताहरू एकदमै रमेशजी नमस्कार है। नमस्कार धमाधम हुँदैछ है आज हाम्रो चाहिँ 25 गतेको दिन चाहिँ किन भन्दा खायौँ बारम सुरु हुने भएकोले है 25 गते नै गरेको 25 गते गरेको नभए हाम्रो मसन्ताको दिन र 15 गतेको हुँदैछ र आज अस्तिको होइन 15 गते गारा खोलादेखि गारा घरसम्म अब आज गारा घरदेखिको स्कुल डाँडासम्म चाहिँ सामूहिक पुरानो लक्ष्य छ। हेरौँ एकदम उत्साहपूर्ण हाम्रो श्रमदाताहरू यहाँ काम भइरहेछ। मन्जी सेवा है सेवा जय श्रमदान है जय श्रमदान है। हाम्रो लक्ष्य आज कहाँसम्मको हाम्रो लक्ष्य स्कुल डाँडा तर जे होस् ढिलो होस् राम्रो होस् भन्ने। ल दाजु गर्दै हुनुहुन्छ तपाईँहरू ल धमधम छ यहाँ दाईहरू हुनुहुन्छ भाइहरू एकदम ल जय श्रमदान है। यसरी हामीले सरसफाइ गर्दैछौँ। धेरै नै सफा भएको छ। अस्ति योभन्दा हेर्नुहोस् हामीले पोइन्ट देखिन्छ नि त्यो एकदम सफा बाटो हो त्योसम्म चाहिँ हामीले सम्पन्न गरेका थियौँ र आज यो पोइन्टदेखिको लिएर हामी स्कुल डाँडासम्म हाम्रो पुर्याउने लक्ष्य छ। हेर्नुहोस् अस्तिको धेरै सफा छ। हेर्नुहोस् हामीले यति सफा गरेको थियौँ क्लियर गरेका थियौँ अस्ति बाटो र यो श्रमदानबाट चाहिँ देश कसरी अगाडि बढाउन सकिन्छ समृद्ध सफा सुन्दर यसरी हामीले यो ठाउँमा सफा गरिसकेको छौँ। यो र आज चाहिँ हामी यो पोइन्टदेखिको लिएर हामी स्कुल डाँडासम्म हाम्रो लक्ष्य छ। जहाँ विश्वको जुनसुकै कुना काप्चा जहाँ हुनुहुन्छ तपाईँले हामीले हेर्दै हुनुहुन्छ भने एक लाइक एक कमेन्ट पनि गर्न नभुल्नु होला र सम्पूर्ण श्रमदाताहरूलाई उत्साह बढाइदिनु हुनको लागि पनि अनुरोध गर्दछु र जति पनि नेपाल अधिराज्यभरिका साथीभाइहरू हुनुहुन्छ तपाईँले श्रमदान गर्नु होला स्वस्थ रहनु होला है। एकदम देश बनाउन अघि लागि पर्नु र ढुङ्गा माटो हो हाम्रो मूल मन्त्र भनेको। यसले चाहिँ कहिल्यै पनि खेरो नजाओस्। हामीले सधैँभरि सम्मानका साथ अगाडि बढौँ। एकदम श्रमदान जारी छ। र सम्पूर्ण साथी इष्टमित्रहरू तपाईँको यहाँ छरछिमेकहरू गाउँघरकाहरूलाई पनि अनुरोध गर्नु होला श्रमदान सबैले गर्नुपर्छ। यो कुनै पनि निश्चित राजनीतिक दलको मान्छेले मात्रै गर्छ भन्ने होइन। यो हाम्रो विकास निर्माणको लागि सरसफाइको लागि हामी आफैले एवेरनेस हुनुपर्छ र तपाईँहरू पनि हामीसँग जोडिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। ल जय श्रमदान ल धन्यवाद छ। आज यतिसम्म ल फेरि भेटौँला। नमस्ते।